हाई गाइज भेरी गुड इभिनिङ। हाम्रो चाहिँ भर्खर दसैँ स्टार्ट हुँदैछ किनकि यो चाहिँ घुमेर भर्खर आइपुगेको। अनि अब निधार खाली नराख्नु अरे होइन, किनकि यसको त म छु नि अब दिदी योभन्दा ठुलो होइन, मैले लगाइदिँदा हुन्छ। त्यही भएर चाहिँ अब म टिका लगाइदिनु आँटेको मेरो बहिनीलाई चाहिँ। अनि त्यहाँदेखिको पनि यहाँनिर यसरी पक्राइदिउँ है, यताबाट यसरी पक्राइदिउँ, म तिमीलाई टिका लगाइदिन्छु ल। अलिकति यस्तो। सो अब चाहिँ म टिका लगाइदिन्छु यसलाई। चप्पल लगाएर जान्छु, सरी गाइस, चप्पल लगाएर आउनु चाहिँ मलाई धेरै सारा लक्ष्मी भगवानले मलाई फलो पापो गरोस् पनि। टिका पनि अलिकति मात्रै मुसेको नि, किनकि अब मुख दुइटा हाल्छ अहिले नआएर। सो आइन्द्रो नसुते सिरिन्त दशरथे शत्रु छ्याङ्रो गवे आइसर जाउलाउके प्रतिष्ठ पाउने। खै मैले गलत भन्दैछु होला है। मानन्त दुर्योधने। अनि त्यहाँदेखिको नौ दुर्गा माताले चाहिँ रक्षा गरून्। अनि त्यहाँदेखिको रोगकष्ट नहोस्, बिमारीहरू बेसी नहोस्। अनि यसरी नै कमाउँदै जानु होइन। मुख त पड्काउँदिनँ मलाई त, आमा कसैलाई पनि पड्काउँदिनँ मुख त यो हो। मुखहरू कसैलाई पनि नपड्काउनु, ड्युटीमा पनि झगडा नगर्नु, यसरी नै कमाउँदै जानु, बिमारहरू नहोस्। अनि सबैको इज्जत गरेर सबैसँग हाँसेर बोल्ने होस्। अनि यही हो दिदीकोबाट होइन। अनि त्यहाँदेखिको टिका चाहिँ लगाइदिए बहिनीलाई। पैसा दिनु होला होइन। 100 रुपियाँ बहिनीलाई ठ्याक्कै दुध लिएर आउनु ल भोलि। सो यसलाई चाहिँ टिका लगाइदिइसकेँ। अब खुट्टा ढोक। गुड। अब मेरो टर्न, मलाई लगाइदेऊ बहिनी। बहिनी लाइन्दा हुन्छ, त्यही 100 रुपियाँ दिने होला कि त्यसमा थपेर दिने हो मलाई? सो अब चाहिँ मेरो टर्न। आऊ लगाइदेऊ। अलिक यता भन न। आरती उतारो मेरो सन्तोषीमा। फर्किन्छ चाहिँ त तौली लगाउनु आउँछ टिका? आउँछ। पहिला म पूजामा मैले त लगाउँथेँ सबैलाई टिका। आइन्द्रो नसुते सिरिन्त दशरथे शत्रु छ्याङ्रो गवे आइसर जाउलाउके प्रतिष्ठ पाउने। मानन्त दुर्योधने सूर्य शान्त बने वदन्त हरतरे सतिन्त कुन्ते सुते नउठोरेर गएको मलाई भन्नै हुँदैन। आशीर्वाद देन। बिमारी नहुनु त हुँदैन बिमारी। यो अनुहारको सबै चाहिहाल्योस्। अनि त्यहाँदेखि स्टेप गर्नु, बेसी कपालले स्टेप नगर्नु, फर्किन्छ भयो बेसी। आम्मा कोतारेको टाउकोमा। अनि सुतेको कुरा चाहिँ पुगोस्। अनि छिटो भिडियो बनाएर पैसा कमाउनु ल। ल भयो भयो, आशीर्वाद। धन्यवाद। तेरो मेरो खुट्टा खालि तेरो ढोको अहिले ढोकिस् त मेरो। गाइस पैसा दिँदैन। त्यसले नछुइ रातोले नछुइ। अहिले फेरि त्यही भएको पनि चल्दैन। ल यहाँनिर बस्नु आइज। सो गाइज हामीले चाहिँ टिका लगायौँ जे जस्तो भए पनि दिदी बहिनीले होइन, किनकि आमाहरूले अघि भन्नुभएको थियो उयो खाले टिका निधार नराख्नु भन्दै भन्नुभएको थियो। अनि त्यही कारण चाहिँ हामीले लु है लगायौँ है आमा बुबा हामीले दुईजनाले नै टिका। अनि यसले चाहिँ टिका लगाएर पैसा दिन मलाई हो, मैले दिएको त्यसमै 50-50 गरौँ भने त्यो त झेली भइहाल्यो। ठिकै छ, यस्तै छ आजको होइन। अनि त्यहाँदेखिको चाहिँ बाई बाई, ह्याप्पी दसैँ टु अल अफ यु। बाई बाई गाइज। हुन्छ तपाईँ नि निभा।